यो सञ्जालबाट म एउटा सानो कुरा मलाई भन्न मन लागेको कुरा भन्न लागेको छु। तपाईहरुलाई कस्तो लाग्छ सुनेपछि प्रतिक्रिया त दिनु नै हुनेछ। सायद तपाईहरुलाई जायदै लाग्ला यो कुरा। मान्छे जब जन्मन्छ जन्मेपछि नै उसको सङ्घर्ष सुरु हुन्छ र त्यो सङ्घर्ष सुरु हुनलाई एउटा नीति र नियमभित्र बाँधेर सङ्घर्ष गर्नुपर्ने हुन्छ। त्यो नीति र नियम भनेको आफ्नो देशको सरकार प्रमुखको आफ्नो देशमा जन्मेका नाबालकदेखि लिएर बुढेसकालसम्मकालाई रेखदेख स्याहार सम्भार गर्ने अनि उचित शिक्षा दीक्षा दिने अनि जागिर दिने अनि के अरे उसको जीवनशैलीलाई कसरी सुधार्ने भन्ने कुराहरू त्यो नीति नियमभित्र लागू भएको हुनुपर्छ र त्यही अनुसार नै हामी जे खान्छौँ र त्यही अनुसार नै हामीले नोकरी गरेका हुन्छौँ, त्यही अनुसार नै हामी खाएका हुन्छौँ हैन। तर हाम्रो देशको मामलामा भन्नु पर्दाखेरि हाम्रो देशको सरकारको चाहिँ एउटा नीति नियम मैले जन्मेदेखि अहिलेसम्म मलाई ठिक लागेको चाहिँ छैन। किनभने जब हातखुट्टा चल्ने भए तबदेखि सङ्घर्ष गरिरहेको मान्छे म। अनि नेपाल सरकारले दिएको जागिरबाट केही पनि हुन नसकेपछि त्यसले लत्याएर विदेशी गुलाम बन्न हिँडेको मान्छे म। किनभने नेपाल सरकारको नीति नियम नै ठिक छैन। नेपाल सरकारको जुन एउटा नियम छ, एउटा नीति छ, कार्यप्रति नीति अनि एउटा देशभक्तिप्रति नियम हैन, त्यो नै ठिक छैन। नेपालको न शिक्षा नीति ठिक छ, न कार्यनीति ठिक छ हैन, न श्रम नीति ठिक छ, केही पनि ठिक छैन जस्तो मलाई लाग्छ। किनभने जब म नेपाल छोडेर बाहिर देशतिर अब नोकरी गर्नलाई म घुमफिर गर्दै हिँडेँ, कतिपय देशहरूमा औपचारिक रूपमा र अनौपचारिक रूपमा धेरै कुरा बुझ्न पाइयो। जस्तै म नेपालको एउटा कार्यनीतिको बारेमा म एउटा कुरा भन्न चाहन्छु। नेपालमा कामलाई कुनै प्राथमिकता दिइँदैन। नेपालमा कुनै पनि कामलाई प्राथमिकता दिइँदैन र नेपालमा जो धेरै बोलेर कुरा फिटेर हिँड्छ, जो धेरै बोलेर चाहिँ ऊ सर्वेसर्वा भए हिँड्छ, त्यो मान्छेको कुरा सुनिन्छ तर मजदुर किसानको कुरा सुनिँदैन र मजदुर किसानले गर्ने कामलाई भ्याल्यु पनि दिइँदैन। नेपालको यो कार्यनीति एकदम ठिक छैन। नेपालमा के छ भन्दाखेरि सरकारको नीति के छ भन्दाखेरि जुनै पनि देशमा सरकारको नीति के हुन्छ भन्दाखेरि शिक्षा दीक्षा राम्रो दिएर, स्वास्थ्य शिक्षा दीक्षा राम्रो दिएर त्यहाँका जनसङ्ख्यालाई जनशक्तिलाई चाहिँ आफ्नै देशमा उपयुक्त बनाउने, आफ्नै देशमा प्रयोग गर्ने र आफ्नै देशलाई अगाडि बढाउने भन्ने एउटा नीति हुन्छ उनीहरूको। तर त्यो नीतिलाई कार्यान्वयन गर्न सकेको छैन नेपालमा। यति जनशक्ति छ, त्यो जनशक्तिले नेपालमा कहाँ सदुपयोग गर्ने? नेपाल सरकारको नीति नियममै छैन हैन। जस्तै नेपाल सरकारले आफ्नै देशमा त त्यो कार्यक्षमतालाई सदुपयोग गर्न सक्दैन हैन, र अरू देशमा पनि गएर त्यो आफ्नो कार्यक्षमता प्रदर्शन गर्ने ठाउँ पनि नेपालका जनताले पाएका छन्। अनि नेपालका नीति नियमहरू एउटा एक खुट्टा मात्र भएको डुँडे जस्तो किन छ भन्दाखेरि माथि ठुल्ठुला नेताले अर्को कुरा गर्ने, तल कार्यान्वयन गर्नेले अर्को कुरा गर्ने हैन, कार्यान्वयन हुन नसक्ने यस्ता बाध्यताहरू छन्। जस्तै नेपालको शिक्षा नीति सुध्रिनुपर्छ, नेपालको श्रम नीति सुध्रिनुपर्छ, अनि मात्र नेपालका जनशक्तिले उपयुक्त वातावरणमा आफ्नो श्रमको इज्जत पाउन सक्छ र आफ्नो शिक्षा उसले अध्ययन गरेको शिक्षाको इज्जत पाउन सक्छ। नेपालमा पढ्यो के गरौँ, काम छैन, बेरोजगार भयो, ठुला नेताको पछि लाग्यो, ढुङ्गा हानी हिँड्यो हैन, रोजगार छैन कि विदेश गयो। नेपालमा कुनै पनि सिप सिक्यो, कन्स्ट्रक्सन सम्बन्धीको सिप सिक्यो, नेपालको कमाइले केही पनि हुँदैन। किनभने नेपालमा कार्यनीति त्यो कामको मूल्याङ्कनै छैन। जस्तै कन्स्ट्रक्सनमा काम गर्ने मान्छेको एउटा मान्यता भ्याल्यु पनि छैन नेपालमा। तर विदेश नीति हेर्नुहोस्, कन्स्ट्रक्सनमा कस्तो पैसा छ, कति पैसा कमाउँछ मान्छेले। नेपाल सरकारले यही कुरा
यही कुरा पनि भन्न सक्छौँ हामी, किनकि हामी विदेशमा काम गरिरहेका छौँ। विदेशमा काम गर्ने मान्छेले विदेशमा सिकेको सिपलाई नेपालमा गरेर सदुपयोग गर्ने ठाउँ छ त? अहिले म यहाँबाट फर्केर नेपाल गएँ भने के मेरो यो सिपलाई नेपाल सरकारले कार्यान्वयन गर्न सक्छ? नेपाल सरकारले मेरो सिपलाई सदुपयोग गर्न सक्छ त? उसले मलाई यहाँ दिएको सेलेरी जस्तो दिएर उसले मलाई काम नगर्न सक्छ? काम दिन सक्छ? सक्दैन। त्यसले गर्दाखेरि नेपालमा यस्ता कार्यनीतिहरू सुधार्न धेरै जरुरी छ। र नेपालका ठुल्ठुला कन्स्ट्रक्सनहरूमा विदेशीले ठेक्का लियो भने उसको आफ्नै मेन पावर लिएर आउँछ। नेपालको मेन पावरलाई उसले एउटा सानो लेबरको रूपमा मात्रै, जस्तै सानो श्रमिकको रूपमा मात्रै लिने गर्दछ। तर यो नीति फेर्नुपर्छ भनेर जस्तो लाग्छ, किनभने हामी पनि विदेशमा ठुल्ठुला प्रोजेक्टहरूमा काम गरेको मान्छे, हामीलाई पनि थाहा हुन्छ कि कसरी गर्नुपर्छ र के हो तरिका, सबै कुरा हामीलाई थाहा हुन्छ। तर नेपाल सरकारले यो जानेको छैन, जानेर पनि बुझेको छैन, बुझेर पनि बुझ पचाएको छ। जस्तै कन्स्ट्रक्सनको कुरा गर्ने हो भने सिङ्गापुरमा भयो, इभन मलेसियामा पनि भयो, मैले प्रत्यक्ष देखेको। अनि हङकङमा भयो, अनि युरोप कन्ट्रीतिर भयो, अनि यो दक्षिण कोरियातिर भयो। कन्स्ट्रक्सनमा काम गर्ने मान्छेको भ्यालु सरकारी नोकरी गर्नेको भन्दा धेरै छ। किन? अनि त्यसमा काम गर्ने मान्छेले सेलरी पनि डबलको अनुपातमा पाउँछ। अरू देशको बारेमा चाहिँ मैले सुनेको हो, प्रत्यक्ष त्यहाँका मान्छेहरूले भनेको सुनेको हो, किनभने त्यो त्यहाँका मान्छेसँग काम गर्दाखेरि उनीहरूले भनेको कुरा, उनीहरूले सेयर गरेको कुरा सुनेको हो। तर मलेसियामा मैले खुद देखेको हो, मलेसिया मैले आफै देखेको। मलेसियामा जति नेपालीहरू कन्स्ट्रक्सनमा जाँदैन थिए, पहिला फ्याक्ट्रीमा फर्म वर्कमा जान्थे होइन, फार्ममा, त्यस्तोमा जानेको सेलरी त्यतिखेर 18 रुपियाँ थियो भने कन्स्ट्रक्सनमा जाने मान्छेको सेलरी 27 रिङ्गिट थियो है। त्यसले गर्दाखेरि काम जुन मान्छेले जुन परिश्रम र मेहनत गर्छ, जस्तो कठिन काम छ त्यस्तै सेलरी पनि बढी हुनुपर्छ भन्ने मेरो हुनुपर्छ, नेपाल सरकारले त्यो गर्नुपर्छ भन्ने मेरो एउटा भनाइ हो। यो भनाइ मैले राखेको मात्रै हो, कसैले सुन्नेवाला छैन। जस्तै हङकङको विषयमा सोध्नुहोस्, हङकङमा हाम्रो नेपाली दाजुभाइ जति पनि के अरे त्यहाँको डेथ सर्टिफिकेट भएको मान्छेहरू त्यहाँ गएर बस्नु भएको छ। हङकङमा बाहिरबाट आएको मान्छेले कन्स्ट्रक्सनमा काम दिन गाह्रो हुन्छ, दिँदैन। हङकङमा बाहिरबाट जाने हो त डोमेस्टिक हेल्परमा त जाने हो है। हङकङमा कन्स्ट्रक्सनमा काम गर्ने मान्छेले डबल ट्रिपल पैसा कमाउँछ, जस्तै अरू बाहिरको कामभन्दा होइन। अनि युरोप कन्ट्रीतिर पनि कन्स्ट्रक्सनमा काम गरेको मान्छेले सरकारी जागिरभन्दा डबल पैसा कमाउँछ, किनभने हार्ड वर्क हो नि त, कडा परिश्रम गर्नुपर्छ नि त, त्यहाँ कामको भ्याल्यु हुन्छ। युरोप कन्ट्रीको मान्छेहरूले जस्तै बुवा सिकर्मी छ भने छोरालाई पनि उसले सिकर्मी बनाउन चाहन्छ, किनभने उसले पैसा त्यहाँ चिनेको छ, पैसा त्यहाँ कमाइन्छ। बाउ छोरा सँगसँगै काम सिकेर सँगसँगै काम गरेको हामी पाउँछौँ कन्स्ट्रक्सन लाइनमा होइन। अनि नेपालमा चाहिँ एउटा के प्रथा छ भन्दाखेरि, नेपाल कृषि प्रधान देश हो नि त। कृषि प्रधान देश भएको नाताले बाउले कृषिको काम गरेर छोरोले नै हलो जोत्न थाल्ने, काम नलाग्ने भयो, जस्तो भयो त्यस्तै भयो। बाउ पनि हलो जोत्ने, छोरो पनि हलो जोत्ने हुने भयो। गिज्याइन्छ, गिराइन्छ, तल झारिन्छ, कामको भ्यालु दिइँदैन। यो सबै हुनुमा नेपाल सरकारको श्रम नीति, नेपाल सरकारको कार्यनीति बदल्नु जरुरी छ। र नेपाल सरकारले कामको भ्यालुलाई उच्च सम्मान दिनुपर्छ, कामले उच्च सम्मान दिनुपर्छ, त्यसको भ्यालु हुनुपर्छ, त्यसको मूल्याङ्कन पनि हुनुपर्छ। यदि जबसम्म नेपालमा यो कामको मूल्याङ्कन हुँदैन, जबसम्म नेपालमा कामको क्याटेगोरी छुट्याइन्छ, हलो जोत्नेलाई त नीच वर्ग हेरिन्छ, मास्टरलाई ठुलो ओदाको हेरिन्छ, सरकारी तलब खानेलाई राम्रो जागिरे भनेर चिनिन्छ, कमाइ गरेर कमाउने मान्छेलाई यो अनपढ एकै गर्न जाने छैन भनेर बुझिन्छ, कन्स्ट्रक्सनमा काम गरेको मान्छेले कुल्ली भनेर चिनिन्छ, र कुनै पनि सरकारी ओदामा काम गरेको मान्छेलाई यो ठुलो नोकरीवाला हो, आदरणीय व्यक्ति हो, सम्मानीय व्यक्ति हो भनेर चिनिन्छ नि। यो प्रथा जबसम्म हट्दैन, नेपालका जनताले यसरी नै दुःख पाइराख्नेछन्।
त्यसले गर्दाखेरि विदेशमा पनि कुन तरिकाले काम हुन्छ, कुन कामको भ्यालु कति हुन्छ, कुन कामले प्राथमिकता दिइन्छ हैन, कुन काम गर्दाखेरि बढी पसिना बग्छ, कुन काम गर्दाखेरि पसिना नै बग्दैन सजिलो हुन्छ, पसिना बगाउने मान्छेले धेरै ज्याला दिनुपर्ने हो कि कुर्सीमा बस्नेले धेरै ज्याला दिनुपर्ने हो। नेपाल सरकारले यो श्रम नीति चाहिँ अनिवार्य रूपमा चेन्ज गर्नै पर्छ। जबसम्म चेन्ज हुँदैन तबसम्म नेपालमा यही सिस्टम रहिरहने हो भने नेपाल कहिले पनि पछि लाग्दैन, नेपाल कहिले पनि उँभो लाग्दैन, नेपाल जहिले पछि नै पर्नेछ। त्यसले गर्दाखेरि हामीले अबको युवा पुस्ताले जो राजनीतिमा हुनुहुन्छ उहाँहरूले चाहिँ यो कुराहरू बुझ्न जरुरी छ जस्तो मलाई लागेको छ।